हामी विश्व आदिवासी जनजाति दिवस मनाउँदै गर्दाखेरि हामी आदिवासी जनजाति प्रकृति पुजारी प्रकृतिसँग एकदमै हामी सामिप्यता भएर प्रकृतिसँगै सधैँ अघि बढिरहेको यो जाति पनि भएको हुँदाखेरि चाहिँ आज विश्व आदिवासी जनजाति पटाडी समन्वय समितिले आज कार्यक्रम गर्दै जाँदाखेरि वास्तवमा ओडासीज्यूले भने जस्तो अलिकता सहभागिता वास्तवमा पोहोर परारभन्दा एकदम कम देखिएको के कारणले सहभागिता कम भयो अथवा गर्मी भएको कारणले हो अथवा बजेट कम भएको कारणले हो अथवा नगर समन्वय समितिले राम्रो ढङ्गले प्रचार प्रसार र समन्वय गर्नु नसकेको कारणले हो या कार्यव्यस्तताको कारणले गर्दाखेरि यो खेतीको सिजनमा यो गर्मीको सिजनमा पानी पर्ने सिजन भएको कारणले गर्दाखेरि होस् आज अलिकता सहभागिता कम नै भएको छ। हामीलाई थाहा छ हाम्रो भातृ संस्थाहरूले कार्यक्रम गर्दै जाँदाखेरि चाहे भिडुङ सङ्घको होस् तामाङहरूको होस् चाहे नेवार सङ्घको होस् चाहे मगर सङ्घको होस् चाहे राईहरूको होस् चाहे दनुवार समुदायको होस् चाहे माझी समुदायको होस् योभन्दा भव्य सहभागिता भएर कार्यक्रम भइरहेछ। तर आज विश्व आदिवासी जनजाति कार्यक्रममा हामीले यसको अपनत्व किन राख्न सकिरहेको छैनौँ यसको औचित्यता हामीले किन पुष्टि गर्नु सकिरहेको छैनौँ यो एउटा गम्भीर प्रश्न पनि हो गम्भीर विषय पनि हो। यदि विश्व आदिवासी जनजाति यो दिवसले धेरैवटा सन्देश हामीलाई दिन्छ। आज यो संगठनले धेरै हाम्रो आदिवासी जनजातिहरूको हक अधिकारको प्राप्तिको निमित्त धेरै अग्रजहरूले विभिन्न समयमा विभिन्न कालखण्डमा एकदमै ठुलो योगदान आफ्नो जीवनको आहुतिसम्म दिनुभएको छ धेरै योगदान गर्नुभएको छ। त्यसकारणले गर्दाखेरि पनि यो दिवस एकदमै महत्त्वपूर्ण दिवस हो। हाम्रो आफ्नो जातिको दिवस भन्दा यो विश्व आदिवासी जनजाति दिवस धेरै माथि यसको महत्त्व यसको इतिहास धेरै ठुलो छ। त्यसकारणले गर्दाखेरि पनि सबै भारतीय संस्थाका प्रमुखज्यूहरूको उपस्थिति छ। तथापि पनि आउने कार्यक्रममा आफ्नो भातृ संस्थाहरूमा आफ्नो जातीय सङ्गठनमा यसको विषयमा विश्व आदिवासी दिवसको विषयमा यसको औचित्यताका विषयमा यसको इतिहासको विषयमा यसको प्राप्त उपलब्धिहरू रक्षाको विषयमा र आज विश्व आदिवासीले लडेर जुन हक अधिकार प्राप्त भएको छ अहिले नेपालको संविधान 2072मै विश्व आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित भएको छ। त्यो प्राप्त अधिकारहरूलाई कार्यान्वयन गर्ने कुरामा चाहिँ हामीले गएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पनि आजको विश्व आदिवासी जनजाति दिवसको त्यो एउटा सन्देश पनि हो। अहिले पूर्वका साथीहरूले भनिराख्नु भएको छ आज हामीले विभिन्न यो विश्व आदिवासी जनजाति अथवा आदिवासी जनजाति भित्र रहेका विभिन्न भातृ संस्थाहरूको भातृ सङ्गठनहरूको वेशभूषा रीतिरिवाज भाषा संस्कृति खाना परिकार खानपानदेखि लिएर हरेक कुरामा नगरले सहयोग गर्दै पनि आएको छ समन्वय गर्दै पनि आएको छ। यो हेर्दै गर्दाखेरि एउटा जातिलाई अथवा एउटा कार्यक्रममा अलिकति बजेट कम देखिएला तर समग्र आदिवासी जनजाति भित्र रहेका जातिहरूको हरेक सांस्कृतिक कार्यक्रमहरू हरेक उहाँहरूको पहिचानको निमित्त उहाँहरूको संस्कृतिको जगेरा गर्नुको निमित्त उहाँहरूको वेशभूषाको जगेरा गर्नुको निमित्त चाहिँ प्रत्येक वर्ष नगरपालिकाले रातो किताबमै आउने गरी मोटामोटी एउटा शाखा भन्दा पनि बढी बजेट हामीले विनियोजन गर्दै आएको छ। मोटामोटी 30 लाख जति बजेटहरू पटाई नगरपालिकाले विनियोजन गर्दै आएको छ। चाहे नेवारहरूको सांस्कृतिक उत्थानको होस् चाहे राईहरूको होस् चाहे सुनवारहरूको होस् चाहे दनुवारहरूको भोटी एकादशीको होस् चाहे भुजेल समुदायको होस् चाहे माझी समुदायको होस् विभिन्न
समुदायहरूको उत्थानको निमित्त चाहिँ प्रत्येक वर्ष 25-30 लाख रुपियाँ कटारी नगरपालिकाको बजेट हामीले व्यवस्थापन गर्दै आएको छौँ। हामीलाई थाहा छ त्यो बजेट कम छ। त्यति बजेटले मात्रै हाम्रो सम्पूर्ण कला संस्कृति वेशभूषा भाषालाई जगेर्ना गर्न संरक्षण गर्न सक्दैनौँ। तथापि पनि स्थानीय तहको आफ्नो एउटा दायरा हुन्छ, हाम्रो पनि एउटा बजेटको दायरा हुन्छ। त्यसकारण हामीले सक्ने बजेटहरू व्यवस्थापन गर्दै आएको छ। र एउटा कुरा म तपाईँलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, जब भाषाको लोप हुन्छ हाम्रो इतिहास लेखिन्छ। सबैभन्दा महत्त्व भनेको हरेक जातिको आफ्नो भाषा हो। त्यहाँपछि मात्रै कला संस्कृति आउँछ, त्यहाँपछि मात्रै वेशभूषाहरू आउँछ, त्यहाँपछि मात्रै खाना परिकारहरूको कुराहरू आउँछ। जब हामी भाषालाई संरक्षण गर्न सक्दैनौँ, जब हामी भाषालाई संवर्धन गर्न सक्दैनौँ, हामीले जातीय उत्थान कदापि हामीले गर्न सक्दैनौँ। त्यसकारणले गर्दाखेरि तपाईँले सबैलाई मेरो आग्रह हो, सिङ्गो आदिवासी जनजाति नगर समन्वय समितिलाई मेरो आग्रह अनुरोध, यदि भाषा प्रशिक्षण गर्न आउने हो भने तपाईँहरू आउनुहोस्। कतिवटा जातिहरूको आफ्नो भाषा प्रशिक्षण तालिम 1 महिना 2 महिना कति राख्ने, त्यो कुरामा कटाई नगरपालिकाले तपाईँलाई आर्थिक रूपमा हरेक कुरामा सहयोग गर्ने म प्रतिबद्धता पनि गर्न चाहन्छु। आज विश्व आदिवासी जनजाति दिवस हामीले मनाउँदै गर्दाखेरि कटारीभित्र रहेका आदिवासी जनजातिहरूको उत्थानको निमित्त हामीले प्रत्येक वर्ष अघि पनि मैले भनिसकेँ, यही भवनको निमित्त होस्, चाहे आदिवासी जनजाति दिवस मनाउनुको निमित्त होस्, या विभिन्न जातिहरूको कार्यक्रम, चाहे साकेला होस्, चाहे सुनार समाजको, चाहे माझी समाजको होस्, डोनर समुदायहरूको त ठुलो बर्की एकादशीको बेलामा ठुलो भव्य बाहिरबाट कलाकारहरू लिएर आएर भव्य कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको छ। र त्यो दिन नगरपालिकाले आफ्नो स्थानीय विधा पनि दिँदै आएको छ। त्यसै गरी नेवार समुदायहरूको यहाँको संस्कृति र हाम्रो नेपालको इतिहासको रक्षाको निमित्त पनि गाई जात्रा कार्यक्रम गर्दै आएको छ। र त्यो गाई जात्रा कार्यक्रममा पनि स्थानीय विधा हामीले दिँदै आएको छ। त्यसकारणले गर्दाखेरि पनि मैले यति मात्रै आग्रह गर्न चाहन्छु, यति मात्र अनुरोध गर्न चाहन्छु, म पनि एउटा आदिवासी जनजातिको छु। कतिपय कुराहरू, धेरै कुराहरू हामीले गर्छौँ भन्दै गर्दाखेरि कतिपय व्यस्तताको कारणले गर्दाखेरि, कतिपय नभ्याएको कारणले गर्दाखेरि हेर्नुहोस् 23वटा मन्त्रालयको काम एउटा स्थानीय तहले हेर्नुपर्छ। सबै कुराको फेटिसीमा मिलिनुपर्छ, चाहे त्यो हाम्रो अधिकारको भित्र रहोस्, चाहे हाम्रो जिम्मेवारी भित्र होस् या नहोस्। धेरै कुराहरू अहिले यहाँ दुर्घटना या होइन दुर्घटना भए पनि स्थानीय योभन्दा 3 वर्ष अगाडि एउटा सामाजिक सञ्जालमा मैले हेरेको थिएँ। मोटरसाइकलमा तपाईँको यो चोकमा, बुद्ध चोकमा मोटरसाइकलमा टेम्पो ठोकेर दुर्घटना भयो। नगरपालिकाको नगर प्रमुखले के हेरेर बसेको छ दुर्घटना हुँदै गर्दाखेरि भन्ने। अहिलेको सरकारी कर्मचारीहरू, सरकारी कार्यालयको व्यक्तिहरूले कहीँ गलत त्रुटि गर्यो भने सबै जिम्मेवारी नगरपालिका आउँछ। चाहे सुरक्षा संयन्त्रका साथीहरूले गरोस्, चाहे अस्पतालले गरोस्, चाहे मालपोत नापीले गरोस्, हरेक कार्यालयहरू जो कार्यालयहरू चाहिँ हाम्रो मार्फतमा हुँदैन, हाम्रो मार्फतमा नभएको कार्यालयहरूले गर्दै गर्दाखेरि पनि त्यो दोष स्थानीय तहलाई आउँछ। आज यो पुल माथिको तपाईँको खाइएको कुरा गरौँ, पानी पर्दै गर्दाखेरि कति बिजोग छ। कटाई नगरपालिकाले तपाईँले लाग्छ चुप लागि बसेको छ त। प्रत्येक कोटी टी परिवर्तन हुन्छ यहाँ। यो आयोजनाको टी कटारीले बस्छ। प्रत्येक कोटी टीलाई झकझका छ, तपाईँ चाँडोभन्दा चाँडो गर्नुहोस् भनेर प्रत्येक कोटी भन्दै गर्दाखेरि हामी कुनै न कुनै ठेक्का, कुनै न कुनै प्याकेजबाट चाहिँ यो काम हामीले गर्छौँ भनेर सम्बन्धी गर्दा गर्दै त्यो टी चेन्ज हुने, फेरि अर्को टी आउने, त्यसै गरी 4 मोटामोटी भइसकेको छ। त्यो पुलमा कालो पत्र होस् अथवा ढलान, त्यो सङ्घीय सरकारको मार्फतको पुल भएको कारणले गर्दाखेरि सङ्घीय सरकारले गर्ने हो, तथापि पनि समन्वय गर्ने कुरा हामीले समन्वय गर्दा गर्दा पनि त्यो भइरहेको छैन। र त्यसको दोष, त्यसको गाली पनि हामीले स्थानीय तहले भोग्नु परेको छ।
अब त्योभन्दा माथिको तपाईँको ठ्याक्कै सरस्वती क्याम्प त होइन, ठ्याक्कै के अरे कृष्ण मन्दिरको माथिको त्यो डाँडाको अगाडि पनि त्यो पिच सरस्वती क्याम्पको तल त्यो भत्किँदै गर्दाखेरि अहिलेको दिनलाई धेरैचोटि सम्बोधन गरेँ, मैले बोलाएँ भने चाँडो गर्नुहोस्, तपाईँले कम्प्युटर त्यहाँ ढलान गरिदिनुहोस् भन्दै गर्दाखेरि मेरो अगाडि ठेकेदारसँग कुरा गरेर गर्ने भन्यो, तर त्यो गरेको एकै दिनमा त्यो भत्किने गरी गरियो। अब त्यसको आरोप पनि मैले स्थानीय तहले नै जान्छ। त्यस कारणले गर्दाखेरि पनि मैले यति मात्रै कहाँ जोड्नु खोजेको थिएँ भने हाम्रो प्राप्त उपलब्धिहरू जो चाहिँ नेपालको संविधान 2072मै चाहिँ उल्लेख भएको छ, आदिवासी जनजातिको हक अधिकारको सुनिश्चितताको कुरामा त्यहाँ लेखिएको छ। स्थानीय सरकार सञ्चालनले भित्र कुराहरू भएको कुराहरू पनि कतिपय कुराहरू हामीले सक्ने कुराहरू पनि भइरहेको छैन भन्ने सन्दर्भमा आउनुहोस् बसेर समन्वय गरौँ। वडाबाट गर्नु सक्ने हामी वडाबाट पहल गर्छौँ, नगरले गर्नु सक्ने हामी नगरबाट गर्छौँ र आदिवासी जनजातिहरूको हक अधिकारलाई सुनिश्चित गर्ने कुरामा प्राप्त उपलब्धिहरूलाई सुनिश्चित गर्ने कुरामा कटाई नगरपालिका सधैँ तयार रहने प्रतिबद्धता गर्दै फेरि पनि 32औं विश्व आदिवासी जनजाति अन्तर्राष्ट्रिय दिवसको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै कलाकार